घन्टी बज्यो घन्टी बजायो कुद्यो हो माछाले तानिसकेको छ कुन माछा हो ओहो माइ गॉड ठुलै छ क्या हो यार कत्रा ताने यार ओहो कति छ क्या हो क्याटफिस परे जस्तो छ यार हो क्याटफिस हो सरले हान्नु पर्ने यार हो आयो हिँड्ने बेलामा हान्यो यार हामी प्याक गरेर हिँडिसकेका थियौँ ओ माइ गॉड हिँड्ने बेलामा हान्यो यार दाइले फेरि माछा अगाडि नै चिन्नुहुन्छ होइन ओ आयो ओ क्याटफिसै रहेछ त कि सर हो समुद्र जानु हिमाल सर जानु ओ माइ गॉड ल वाह ल क्याटफिसै रहेछ यार ओ माइ गॉड ल दाजु पाउनु हिँड्ने बेलामा हाने यार ओ माइ गॉड छिटो निक्ल्यो यार कति केजी छ हौ 8-10 केजी हो भन्नु है म यताबाट ओ माइ गॉड यता हेर्नु ल दामी यार झन्डै बल्छी प्याक गरेर हिँड्यो यार ल बधाई छ अब यो रिलिज पनि गर्नु परेन होइन क्याटफिसलाई सर भएपछि छोड्नुहुन्थ्यो होइन कति 10 केजी छ दाजु ओ माइ गॉड ल हिँड्ने बेलामा हाने यार ओ माइ गॉड ल कत्रो पखेटा उड्छ कि क्या हो यो खोलामा उड्छ कि जस्तो छ आउँदै आउन है पुरा माछाहरू पनि के हुँदैन यो आएपछि हामी क्याच रिलिज गरेन यसलाई चाहिँ जस गाउँलेलाई बाँड्ने खाओस् हजुर हामी गोल्डन माछाहरू मात्रै क्याच गर्ने हो क्याच एन्ड रिलिज गर्ने हैन रिलिज गरिदिने हो हजुर यसलाई चाहिँ हामी नगर्ने हजुर यसले गरेर स्पोर्टमा माछा आउन नि त हजुर ए सरहरु आउँदैन भनेपछि त्यो कदले भन्छ चकलेट माछा त्यो पनि आउन दिँदैन ए सब खाइदिन्छ यो राजै हो खोलाको है कति केजीसम्म हुन्छ म्याक्सिमम यो 105 सम्मको निकालेको छ मैले है 105 केजी ओ माइ गॉड यसको दाँत हेर्नु त